सुनाई पाठ 3। हाम्रो संस्कृति। हाम्रो समाज मूर्त र अमूर्त संस्कृतिको मिश्रण हो। हाम्रा गाउँ तथा सहरमा प्राचीन सभ्यताका धरोहर यत्रतत्र छन्। साकेला, चासोक, च्याब्रुङ र धान नाचमा रमाउने मन, हुड्केली, सोरठी र मारुनीमा त्यत्तिकै रमाउँछ। देउडा र घाटुले भौगोलिक सीमा नागेर बास्ना छरेका छन्। चान्दी, डाँडी, हनुमान र पञ्चबुद्ध नृत्य हाम्रा मुटुका ढुकढुकी बनेका छन्। शास्त्रीय र लोक नृत्य, गीत र वादनमा हाम्रा अनन्य सम्पदा छन्। स्याब्रो र तिजीले सखिया, सन्थाल र सरायसँग मितेरी लाउँछन्। भुवो, खैजडी, बालुन, सङ्गिनी र लाखे पहाडी सौन्दर्य बनेका छन्। बाली लाउँदा, भित्र्याउँदा, दाइँ गर्दा गाइने गीत पुनर्जीवनको आश गर्दैछन्। गन्धर्व, चर्या, खाँडो र गाथा कुना कन्दरामा जीवितै छन्। यहाँ भाषाको भण्डार छ। संस्कार, रीतिरिवाज र परम्पराका पारखी हाम्रा गाउँमा भुल्छन्, सहरमा रमाउँछन्। खानपान र पहिरनमा जातीय, क्षेत्रीय र सामुदायिक विविधता छन्। मन्दिर, बिहार, मस्जिद, गिर्जाघर, गुरुद्वारा, थान र मार्गस्थान हाम्रा आस्थाका केन्द्र हुन्। हामी भाषा, धर्म, संस्कृति र परम्परामा बहुल छौँ, तर आपसमा सहिष्णु छौँ। यो नै विश्वमा हाम्रो अनुपम पहिचान हो।